भर्खर रविमा छान्नु पर्यो भने तपाईँ कसलाई छान्नुहुन्छ? हर्क साम्पाङ, रवि लामिछाने। रवि लामिछाने जेलमै भए पनि यो फागुन 21 को चुनावमा त पार्टी त छ, चुनाव त लड्छ। अब हर्क साम्पाङले पनि पार्टी दर्ता गर्नुभयो, अब उहाँ पनि चुनावमा त हुमिनुहुन्छ, उहाँका पनि उम्मेदवार हुन्छन्। कसले धेरै सिट ल्याउँछ जस्तो लाग्छ? रवि लामिछानेको पार्टीले, हर्क साम्पाङको पार्टीले? म भन्छु रवि लामिछानेको पार्टीले धेरै सिट ल्याउँछ। कसरी ल्याउँछ भन्दाखेरि अब रवि लामिछाने पहिलेदेखि नै अलिक फेमस मान्छे हो, पहिलेदेखि नै जनताको धेरै सेवा गरेको मान्छे हो। हर्क साम्पाङले मेयर भइकिन जनताको सेवा गर्नुभएको, उहाँ पनि राम्रो व्यक्ति हो, उहाँलाई पनि नराम्रो भन्न खोजेको होइन, उहाँलाई पनि गिराउन खोजेको होइन। हर्क साम्पाङको जति पनि जनताहरू कार्यकर्ता हुनुहुन्छ नि, उहाँ कमेन्टमा आएर गाली नगर्नुहोस्, मैले पनि उहाँलाई नराम्रो भन्न खोजेको होइन, तर उहाँभन्दा फेमस रवि लामिछाने हो। अब यसले हावा कुरा बोलो, यो मलाई झोले हो भन्नुहुन्छ भने ठिकै छ, भन्नुहोस्। तर हर्क साम्पाङको पार्टीले भन्दा रवि लामिछानेको पार्टीले यो फागुन 21 को चुनावमा धेरै मत ल्याउँछ। हर्क साम्पाङले धेरै सिट ल्याउन सक्नु हुँदैन, किनकि उहाँलाई पहाडतिर दुर्गम ठाउँमा उहाँलाई चिनिएकै छैन, उहाँको चुनाव चिन्ह थाहा नै छैन। रवि लामिछाने त अहिले 77 जिल्लामा पुगिसकेको छ क्या उहाँको पार्टी। त्यही भएर हर्क साम्पाङको पार्टीले भन्दा रवि लामिछानेको पार्टीले धेरै सिट ल्याउँछ भन्नेमा छु म। तपाईहरु कसको पक्षमा हुनुहुन्छ कमेन्ट गर्नुहोस् त।